यो बिहानी पखको सबैलाई सेवा 2082 सालको मङ्सिर 3 गते यो तिथिको बाला चतुर्दशीको दिन यहाँ चाहिँ आज यो उदयपुर जिल्लाको चौडण्डीगढी नगरपालिका वार्ड नम्बर 4 बसाथान भन्ने जुन ठाउँमा आज ठुलै मेला लाग्छ। मन्दिर हो बाला चतुर्दशी र यसै गरी देश नेपालभरि विभिन्न शक्तिपीठहरूमा आज पूजा आराधना हुने प्रचलनहरू छ। यसै क्रममा यहाँ पनि छ। हाम्रा धामी झाँक्रीहरूको पनि यहाँ निकै लस्कर छ। यहाँ धामी झाँक्रीहरू आउँदैछन्। म तपाईहरुलाई यहाँ देखाउन लागिरहेको छु। आज हामी 2082 सालको बाला चतुर्दशीको उपलक्ष्यमा बसा महादेवको बसाथानमा हामी धामी झाँक्री सहित चाहिँ भगवानको दर्शन गर्दैछौँ। ढोल ढ्याङ्ग्रो धामी झाँक्री सहित चाहिँ भगवानको चाहिँ आराधनामा जाँदैछौँ। भगवानले सबैलाई चिताको पुर्याइदिउन्, रक्षा गरून्। बसाबासी सबैलाई यस ठाउँको देवी देवता शिवले रक्षा गरून्, क्षमा गरून्। म हेर्दा बालोमा देवले मैले झ्याली मजेर लिएर जाँदैछु। परमेश्वर तिमीले रक्षमा गरिदेऊ। सम्पूर्ण गुरु देव देवानी कैचट फर्ला खरदारी गरेर भगवानले रक्षा क्षमा गरून्। हाम्रो धामी झाँक्रीको चाहिँ यात्रा सफल होस्। और उहाँहरू चाहिँ शक्तिपीठमा चाहिँ बर्मा